हेलो गाइज हामी चाहिँ अहिले पुरा पौडी खेल्न जान लागेको छौँ गाइज हेर्नु है साथीहरू पनि छ नि त किन चुप मयाले गीत पनि बजाउँदै ट्याक्क पौडी खेल्न लागेको छौँ ढुकुर पनि हामी हानिरहेको छौँ गाइज ओहो काँडे काँडा खाएको एकदम त छैन किन खोला चाहिँ है खोलामा हामी पौडी खेल्न लागेको छौँ आज चाहिँ बाइकमा पैतालो बाइक पैतालो हेलो गाइज हामी चाहिँ अब पौडी खेल्न जान लागेको छौँ पुरा उसमा झन्डी रहेछ यहाँ चाहिँ ठुलो रहेछ हामी चाहिँ अब पुरा पौडी खेल्न जान लागेको छौँ गाइज ठुल्ठुलो रहमा जान सक्यो ठिक्कको रहमा जान सक्छौँ बनभन्दा तल ट्याक्क जाने अब पौडी खेल्ने अन्त नि त पुरानो हेर्नु गाइज हामी सिडी गरेर जानु लाग्छौँ टेका टेका 12 वर्ष पुरानो अन्त नि बढी भयो बवाल छ बाटो चाहिँ बवाल छ बाटो चाहिँ बवाल साइकल हाल्नु चाहिँ बवाल हुन्छ बाटै बवाल रहेछ नि बाबा बेरेको होइन हुन्छ म नि अब हालिदिने नि बाटो चाहिँ बवाल है बाटो चाहिँ मुनि बवाल छ हिँडेको छौँ हामी चाहिँ पुरै गाइज अब यहाँ मुनि चाहिँ रहेछ गाइज हामी चाहिँ यहाँ मिल्छ होला सँगै यहाँ जान मिल्छ होला खोल्छाड जाने ल ठिकै छ त्यो अलि पौडी खेल्दा रमाइलो भेट्छ गाइज गाइज म चाहिँ खोलामा आइसकेको छु खोला चाहिँ बबा छ गाइज साथीहरू त अलि दोकान बाटो चाहिँ थोरै खास छ कि बाटो चाहिँ बाटोमा चाहिँ जानुपर्छ अब रमा चाहिँ आउनु लागिसक्यो हामी ओ यहाँ छ फेरि बाटै खोली खास छ कि हेर्नु त यस्तो बवाल छ बाटो चाहिँ र हेर्ने होला अलिक गाइज ए भित्र पानी छ है र चाहिँ त्यहाँ मुनिपट्टि गाइज र चाहिँ त्यहाँ मुनिपट्टि हो हामी चाहिँ हटिया जानुपर्छ गाइज हेर्नु हामी उहाँ पुग्नुपर्छ वहीँ कस्तो भेटौँ न गाइज थाहा गाइज हामी चाहिँ रमा आइसकेको छौँ हेर्नु गाइज र चाहिँ गहिरो खाँचेर हिँड्छ त्यही पनि हामी खेल्न त कोसिस गरिरहेको छौँ म चाहिँ अलि सक्दिनँ होला गाइज त्यही भएर रमा चाहिँ हामी आइसकेको छौँ है यस्तो पाहाडको बिचमा छ गाइज यतापट्टि पुरै उसै बने बन्छ यता पनि बने बन्छ बिचमा खोला उहाँबाट खोला बगेर अहिले र चाहिँ फाइनली यहाँ आइपुग्यो रमा चाहिँ हेर्नु गाइज कति बवाल गइरहेको गाइज जानु गाइज हामी चाहिँ रमा आइसकेको छौँ गाइज रमा यस्तो बवाल गइरहेको गाइज तर केही छैन हामी चाहिँ खेल्न जाउँ आइज के हुन ढुक्क आइज समुद्र आइज ए रता बवाल छ गाइज हेर्नु गाइज रजी बवाल छ गाइज रजी बवाल हामी चाहिँ अब डाइभ हान्नु लागेको छौँ मेरो मोबाइल फेरि वाटर प्रुफ होइन गाइज छैन र हालिदिन्थेँ मोबाइल पानीमा अब वाटर प्रुफ भएपछि चाहिँ हालौँला बवाल छ माछाको भुरा हेर्नु गाइज माछाको भुरा बवाल छ गाइज बवाल है पानी पनि बवाल है गाइज डाइभ ला छिटो फास्ट मेरो खाइसी डाइभ हान्नु लागेको छ ए डाइभ चाहिँ बाबा है गाइज गइरह फोहोर खाएर गाइज त्यो पनि हामी डाइभ चाहिँ हान्नुपर्छ गाइज ए ढुक्क हेरिदिनु ल म नि आएँ गाइज हेलो गाइज हामी चाहिँ पौडी खेल्न सकिन्छ गाइज हेर्नु गाइज साथीहरू चाहिँ पौडी खेल्नु राखेको म पनि डाइभ हान्छु किन अब गहिरो हेर्नु गाइज गहिरो खा गाइज ए बवाल रमाइलो गाइज यहीँ खेलो तिम्रो सानो हावा यहीँ खेलो हामी चाहिँ खेल्छौँ गाइज एकछिन पछि हटाउन गाइज अब हेलो गाइज म चाहिँ पुरा पानीमा डुब्दैछु गाइज हेर्नु है यहाँ चाहिँ पुरा छरा छरिरहेको छ आज चाहिँ पौडी खेल्न मजा आयो गाइज हेर्नु है कार डाइभ हान्नु हिँड्नु बसिरहेको डाइभ हान्नु ल छिटो फास्ट बवाल गाइज अब यो पनि फाल्छ फाल
बबाल गाइस पानी पऱ्यो मोबाइलमा गाइस लाँदै बबाल अब हामी चाहिँ पुरा यहाँ खेलिरहेको छ मोबाइलमा पानी पऱ्यो अहिलेको लागि यति नै गाइस हामी चाहिँ पौडी खेल्न निस्किरहेको थियौँ अब चाहिँ घरैमा हुँदैछ गाइस बाहिर नि देखान ए बबाल अनि किन देखाउनु पर्छ इ र चाहिँ यो रमा खेलेको हामी चाहिँ ल आलोक पनि सब्सक्राइब भाइ त्यो चाहिँ मेरो मेन सब्सक्राइब है त्यसलाई मैले कुनै कुनै बेलामा पैसा दिइराख्छु हामी चाहिँ पौडी खेल्नु अब घर लाग्यो मजा आयो पौडी खेल्न चाहिँ आज चाहिँ कपडा सोडा चाहिँ अब घर चाहिँ जान लागेको छ ओ बाटो पनि यस्तो बवाल छ है आइज सुस्त आइ सबै ढन्डुरमा हामी खेलेको ठाउँ चाहिँ ढन्डुरै गाइज सेरपिसी ढन्डुर धेरै मान्छे पौडी खेल्न आउँछन् हिँड्छन् खोलामा माछा त्यही माछा हामी जस्तो हाम्रो यता माथितिर हो तर हामी यता जानु बाटोबाट जाने बाटोबाट जानु लाग्यो हामी अब पुरा बाटोबाटै भिडियो बनाउँदै अलिक घर गएपछि भेटौँ न गाइस अहिले चाहिँ म घर आइसकेको छु गाइस साथीहरू चाहिँ आफ्नो घर गइसकेका छन् र आजको भिडियो चाहिँ म यहीँ इन गर्न चाहन्छु र आजको भिडियो के कस्तो लाग्यो तपाईँ लाइक सब्सक्राइब सेयर गरिदिनु होला र कमेन्ट पनि गरिदिनु होला आजको लागि यति नै थ्याङ्क फर वाचिङ बाइ